अङ्कल घाम तापेर बस्नु भएको रहेछ अनि हो अब यसो एक कप चिया खानलाई आएको अनि घाममा एक्लै बसिरहेको। अनि अहिले देशको वर्तमान अवस्था बारे के? अब देशको वर्तमान अवस्था नाजुक छ। देश एकदम कठिन अवस्थामा छ। अब दलहरूबाट देशले धोका पाइसकेका छ। अब जनताले कुरो बुझिसकेका छन्। अनि राप्रपा बारे? अब राप्रपा अब सबै राजावादी दलहरू मिल्नुपर्ने हो। राप्रपाले पनि संसद छोडिदिएर प्रदेश छोडिदिएर सडकमा आइदिएको भए अहिले सुनमा सुगन्ध हुन्थ्यो। जनता सबैको चाहना त्यही थियो। अब मैले के भन्नु बाबु, बुझ्नुपर्ने त उहाँहरूले नै हो। अनि रविबारे भन्नाले स्वतन्त्र पार्टीको कुरा गर्नुभएको। अब अब स्वतन्त्र पार्टीको नि रविजीको नि ढाड कम्मर भाँचिहाल्यो। उहाँले पहिल्यै बुद्धि पुऱ्याउनु पर्थ्यो। उहाँ नेपाली जनतालाई एउटा राजनीतिक नयाँ दलको आवश्यकता परेको थिएन, आमूल परिवर्तन चाहिएको थियो भन्ने कुरो बुझेर उहाँले यो संवैधानिक राज संस्था र चाहिँ हिन्दू धर्मको बारेमा बोल्दै भए राम्रो हुन्थ्यो। प्रदेश स्वीकार गरेर जानुभयो। अब उहाँले सङ्घीयता त्यागेर आउनुपर्छ, सबै कुरो मिल्छ। अनि नागरिक बचाउन अभियान बारे? नागरिक बचाउ अभियान चाहिँ अहिले यो दलहरूले कसैले पनि नउठाएको एजेन्डा हो। यो किन आयो त भन्दाखेरि भुइँ मान्छेहरू मर्ने भए, अलिकति पीडित, अलिकति सहकारीका कारण, विभिन्न लघु वित्तका कारण, सङ्घ संस्थाका कारण, ब्याङ्कका कारण मान्छेहरू भटाभट मर्न थाले। यिनलाई बचाउनुपर्छ। अब यो पैसा मात्रै केही होइन रहेछ। तिमीहरूले अर्बौँ खर्बौँ खायौ, आज नागरिक किन मर्न लायो त भनेर चाहिँ एउटा दुर्गा प्रसादजीले यो अभियान ल्याउनु भएको हो। यो पनि एउटा स्वीकार छ नेपाली जनतालाई। ल अनि हाम्रो मित्र राष्ट्र इन्डिया बारे? अब तपाईँ मिश्रित राष्ट्र इन्डियाको कुरा गर्नुहुन्छ भनेदेखि त हेर्नुहोस्, त्यो देशमा मोदी हाम्रो प्रधानमन्त्री चाहिँ नि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीजी, चाहिँ नि गृहमन्त्री अमित शाहजी, योगी आदित्यनाथ चाहिँ नि मुख्यमन्त्री योगी आदित्यनाथजी उत्तर प्रदेशका, राजनाथ सिंह चाहिँ नि एउटा चाहिँ नि मन्त्री होइन, रक्षा मन्त्री भनेर एउटा उहाँहरूको टिमले इन्डियामा यति राम्रो काम गरेको छ। जहाँ हिजो एउटा चाहिँ हिन्दूहरूको मन्दिर डुबिराखेको थियो, त्यहाँ माथि मस्जिद बनिराखेको थियो, त्यो पनि खुलासा गरिदिनु भयो। भ्रष्टाचारमा ताजा लगाइदिनु भएको छ। चाहिँ नि एउटा मुसलमान धर्मावलम्बीहरूलाई इन्डियामा जो बसोबास गरेका छन् उनीहरूलाई पनि एउटा चाहिँ नि तलाकको नामबाट चाहिँ नि यसो गर्न पाइँदैन भनेर एउटा कानुन बनाइदिनु भएको छ। इन्डियामा मोदी त्यो जम्मू टिमले गरेको जस्तो काम नेपाल सरकारले गर्न सकेको छ। अनि हाम्रो कृषि प्रधान देश कृषि बाबु, कृषिको कुरा त हामीलाई जम्मै बिखै बिख खुवाइसक्यो। जम्मा 4 हात 5 हातका अल्गो टानेला बनाउने अनि त्यहाँबाट दुनियाँ कि चाहिँ बिखाला लाउने, गाउँलेहरूलाई बिखै बिख खुवाउने, यो सबै सरकारले गरे हो। यो देशबाट चाहिँ दक्षिण कोरियामा काम गर्न कति गएका छन्, त्यहाँ गएका मान्छेहरूलाई सोधेर त्यहाँको एउटा भिडियो खिचेर यहाँ ल्याएर त्यो प्रविधि लागू गरिदिने हो भने नेपालीले बिख खानै पर्दैन बाबु। यो सरकारले बिख खुवाएको। अब वरिपरि टनेर अब बिचमा हाम्रो घर भइसकेका छन् अहिले होइन। अहिलेको अवस्था ठिकै छ त्यो प्रश्न पनि। अनि देशले निकासा कसरी छ? अब देशले निकासा कसरी पाउँछ त भन्दाखेरि अहिलेका शासन गरेका 46-47 सालदेखि यताका यी भ्रष्टाचारीहरूको पासपोर्ट जफत गर्नुपर्छ। राज्यले तत्काल रोका गर्नुपर्छ, सेनाले, प्रहरीले, गुप्तचरले। अनि अब यो देशमा परिवर्तन हुने बित्तिकै एउटा आमूल परिवर्तन चाहिँ यो देशमा नेपाली जनताको लागि हुँदैछ। नेपाली जनताले बुझिरहेका छन्। अब त्यसको लागि चाहिँ यी भ्रष्टहरूको चाहिँ भागेर जाने बाटो बन्द गरिसकेपछि अनि त्यस पछाडि बाँकी कुरा हुन्छन्। एउटा संवैधानिक राज संस्था राख्नुपर्छ। यो प्रदेश यो नौटङ्की नाटक राज्यले धान्न सक्दैन। ठिक छ। अब तपाईँले चाहिँ त्यसको लागि के गर्नु? ल तपाईँ भाइको कुरो कस्तो, म एउटा यो देशको नागरिकले मैले सिधै भन्नुपर्ने हो भने यो देशमा आएर चाहिँ के गरेँ मैले भनेदेखि अहिले 14 अञ्चल 75 जिल्लामा मालवाहक गाडी गुडेर हिँड्छ। त्यो गाडीमा एउटा पाल हालेर हिँड्छ कि हिँड्दैन हो। त्यो पाल हाल्नको लागि चाहिँ नि नेपाल ट्राफिकको चाहिँ केन्द्रीय कार्यालयमा गएर मैले प्रस्ताव राखेर चाहिँ नि त्यहाँ माइकमा गएर बोलेको रेकर्ड उहाँहरूसँग छ कि छैन उहाँहरूले हेर्नु पऱ्यो। छत्रबहादुर गुरुङ देश पिसाब हुनुहुन्थ्यो, उहाँबाट गएर मैले त्यो प्रस्ताव राखिसकेपछि अहिले देशमा लागू भएको छ। केही पनि गरेको छैन भन्नुहुन्छ र हामी त गरेँ, मैले यस्तो गरेँ भनेर हामी हिँड्दैनौँ। धन्यवाद। ल